हेलो हजुर बलात्कारको केसमा भट्टाभट मान्छे समेर हारे हो र भने तैँले त त्यस्तो गल्ती गरे हैनस् नि। अब बालेन सरकार आए पहिला अब केटीहरूले पनि कति कुरा गुम्साएर राखे अहिले भट्टाभट भन्न थाल्यो न्याय पाउँछु कि भनेर त नि फस्लिस त फस्लास अब गइस अब मामा घर जागिने भइस केटो त कसको फोन आयो बेला न कुबेला म जस्तो इमानदार सोझो केटीको पछि नलाग्ने हुनुपर्छ नि त नि अनिखेरि मैले तँलाई पहिले भने हो मेरो बुढीले नि मलाई विश्वास गरिन अब बल्ल विश्वास गर्छ क्या मलाई। कसको फोन आएको ल ल ल अब के पर्यो भने मलाई फोन गर न ल अब म के नै गर्न सक्छु र सक्दिनँ त अब त्यही त हो नि है। त्यो एउटा साथी थियो यसले पनि के गल्ती गरेको थियो कुनी डराइराख अहिले केटीहरूले भत्ताभट उजुर दिन थाल्यो अरे बलात्कार केस भनेर आफू त ढुक्क दायाँ त गरे छैन नि अच्छी राम 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 म त ढुक्क ढुक्क हो साँच्ची हो नि बेकारमा शङ्कामा त गएको म कहीँ दायाँ बायाँ नलाग्ने मान्छे दायाँ बायाँ लाग्दैन भने मेरो बुढो त त्यही भएर उहाँ गरेको फेरि कसको नम्बरबाट फोन आयो कति फोन आउँछ है म त मन्त्री भनौँ तर्को हजुर को बोल्नु भएको को केटीको आवाज छ त है के हो म त बुझ्नै मेरो नाम केदार नै हो तुरुन्तै आउनु पर्यो रे कहाँ मैले त केही गल्ती गरेको छैन म किन आउने होला है फेरि चौकीमा त्यहाँ पुलिस भाटामा आउने कि पुलिस म भाटामा आउने त नि होइन के भयो फेरि यताको लिन आउने हो त कसको फोन आयो के को किन जाने चौकी ल मलाई थाहा छैन यो कुरा तिम्रो आफै के हो मिलाओ मेरो नाम पनि कताबाट कहाँ आएको अरे भनेर भन्छ केमा अब खै पुलिसहरूले त्यही भन्छ म जस्तो सरिफ मान्छेलाई सरी के साथी मिलेर जहाँ जोसमा होस् त गुमाएन नि त्यस्तो गलत काम गर्नुहुन्न बरु तिमीहरू खाना बनाएर खाओ है अब म यसो साथीभाइलाई भेटेर आउँछु खाली साथीभाइ भगवान म त कहाँ जाने होला दिमागै खराब बनाइसक्यो मान्छेले त खाली साथीभाइ भनेर नि अब कसरी ढाँटेर जानु ढाँट्न त पर्यो तिमीहरू भात पकाएर खाओ आनन्दले ढुक्क भएर म 1-2 दिन आउँदिनँ कहाँ जाने 1-2 दिन मामा घर धेरै चुमचुम भएर हिँडिएन धेरै चुमचुम भएर हिँडिएन एक ठाउँमा गएर एउटा खालामा ग्वाममा पर्छ अनि त्यसपछि थाहा हुन्छ त्यही त त्यहाँ मामाहरूले बोलाइराख नि त्यहाँ मामाहरूले भेटेर आउँछ मामाहरूले बोलाएर कसले बोलायो भन्दै हिँड्नु न एउटा खाल्टोमा जागिन्छ नि थाहा हुन्छ हेरौँ न त्यसरी नि कसले निकाल्न आउँदो रहेछ म त फर्केर हेर्नेवालामा छैन त्यतिखेर बाबै मैले अहिलेदेखि मात्रै होइन पहिलादेखि सुध्री बुढो सुध्री आम सुध्रेर हिँड भनेर मैले पहिलादेखि नै भनिरहेको छु म सुध्रिरहेको छु त अब मान्छेले मलाई दायाँ बायाँ मैले छिसिक्क थपाएँ भने म फर्केर हेर्नेवालामा छैन पैसा खानुको लागि जुक्ति लाएर मलाई केही आरोप लाएर पनि हुनसक्छ अब म पहिला मामाहरूसँग सल्लाह गरेर आउँछु मामासँग हो कि माइतीसँग कोसँग हो सल्लाह गर्ने हो कि के गर्ने हो यहाँ भरे फर्कन घरमा आइपुग्ने हुन्छ म जान्छु ल अर्को थाहा छैन मलाई अर्को ज्याकेट छैन यो अलि फेरि त्यहाँ चिसो लाग्ला फेरि अब यस्तो चैत मासको त्यो गर्मीमा के को ज्याकेट चिसो किनभने घाम तबाएर राख्छ नि त नि अनि तपाईँ मसँग घुमाइ कुरा नगर्नु त के कुरा हो सिधा भन्नु उजुरी हाले खान्थे क्या त्यहाँ कसले हाल्यो उजुरी के नामको उजुरी खै मन चिन्दिनँ अब ककली हाल्छन् ककली हान्छ फसाउनलाई के गर्छन् मान्छेको कुरा सुनेर बस्नुभन्दा त दिमाग खराब छ यहाँबाट हिँड्नै बेस हुन्छ